हेलो गाइजहरू नमस्ते। मैले चाहिँ नयाँ युट्युब च्यानल भन्नु तर युट्युब च्यानल चाहिँ पुरानै हो, तर मैले भिडियोहरू चाहिँ भर्खरै हाल्न स्टार्ट गरेको। यदि हजुरहरूलाई चाहिँ मेरो भिडियोहरू चाहिँ मनपर्छ भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अब हजुरहरूलाई जापान सम्बन्धी केही सोध्न मन छ भने चाहिँ मैले जानेको बुझेकोसम्म चाहिँ भन्ने प्रयास गर्छु। अनि हामी चाहिँ साथीहरू अनि हुन्छ नि घुम्न गएको थियौँ, त्यसको चाहिँ मैले सर्टकट भिडियोहरू चाहिँ बनाएर हालेको छु। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब। ल जाऊँ है त भिडियोमा। के ला हो दिदी यस्तो लिप ग्लस बिनाले भनिदिन्छु राम्री भएर बोयफ्रेन्ड भेट्नु गयो। बोयफ्रेन्ड चाहिँ उस्तै हो, साकुरालाई चाहिँ हेर्नु जाने। हाउ डु आई लुक? खै उ गर्नु त लुक सो प्रिटी। थ्याङ्क यू सो मच। लेट्स गो। वी आर गेटिङ लेट। जाम हिँड्नु। गर्नु पऱ्यो नि, एसी बन्द गर्यो। बन्द गरेर यसलाई दियो गर्यो किनभने मार्नु गरेर हिँड्नु। के छ हाम्रो दिदी जापानिज मान्छे क्या, गर्ल्स केटी होइन केटी नेपाली होइन केटी। जस्तै मलाई ल है त साथीहरू, साकुरा चाहिँ यस्तो हुन्छ, सो अमेजिङ होइन। यहाँनिर आयो भने चाहिँ यस्तो फुलहरू एकदम फुलिरहन्छ नि त, अनि आई फिल स्वर्गमा गएको जस्तो फिल हुन्छ क्या। फिल सो अमेजिङ होइन। अनि खतरा हुन्छ क्या। यो भयो एक साइड, अनि अर्को साइडमा यस्तो हुन्छ, कोही साइकल चलाएर आइरहेछन्। हामी चाहिँ घुमेर आइसक्यौँ बनाउनु लागि। तलपट्टि लुगा लगाइरह, माथिपट्टि अर्को लुगा लगाएर टिकटकको बिग फ्यान। त्यो चाहिँ एउटा भिडियो थियो, त्यो कम्प्लिट भयो। अनि अर्को भिडियोमा चाहिँ अर्को साथी रबिना र अनि अर्को बहिनीसँग चाहिँ हामी घुम्न गएको थियौँ। अनि त्यो बेलामा एकदम रमाइलो भएको थियो। अब रबिना चाहिँ टोकियो जानेवाला छ क्या, अनि त्यही भएर अनि उसलाई अब हुन्छ नि लास्ट टाइममा अब साथी भेट भयो, खुसी भयो भनेर चाहिँ अनि लास्ट टाइममा भेटौँ न त भनेर अनि भेटेर हामी अनि नेपाली उसमा रेस्टुरेन्टमा गएर चाहिँ खानासाना खाथ्यौँ। त्यो हेरौँ है त फेरि। ल जाऊँ है त भिडियोमा। रबिनाहरूसँग घुम्न जाँदाखेरि चाहिँ एकदम रमाइलो भएको थियो। अनि ऊ चाहिँ एकदम भनौँ यहाँबाट म बस्ने ठाउँबाट चाहिँ एकदम धेरै टाढा बस्थ्यो। अनि यो चाहिँ लालाफोर्ट हो। अनि यहाँ चाहिँ घुम्न मेरै नजिकै छ। अनि म चाहिँ त्यो दिन चाहिँ काम गर्थेँ। अनि काम भ्याइएर अनि कामबाटै सिधै त्यही नजिकै एउटा रोबोटहरू भएको ठाउँमा चाहिँ गएर ह्याप्पी गयौँ, खानासाना खायौँ। अनि एकदम धेरै रमाइलो भयो। अनि त्यही हो। ल भिडियो अन्त्य गरौँ होइन। लास्टसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। अनि म चाहिँ भिडियो अझै मिहिनेत गरेर बनाउने प्रयास गर्छु। यो चाहिँ मेरो सेकेन्ड भिडियो हो। फर्स्ट इयरमा पहिला हालेको थिएँ मैले। अनि अब धेरै कुराहरू सिक्न बाँकी छ, सिक्दै राम्रोसँग बनाउने प्रयास गर्छु। यदि हजुरहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई बाई गाइज।